उबर अकाउन्ट कसरी बनाउने? म चाहिँ हाल कतारमा छु। कतारमा उबर एप एकदमै युजफुल छ। तपाईँले उबर बुक गरेको 2-3 मिनटमै तपाईँको लोकेसनमा आएर तपाईँलाई पिकअप गर्नेछ। तपाईँ कतार बाहेक अन्य देशबाट हेर्दै हुनुहुन्छ भने पनि यो भिडियो अन्तिमसम्म हेर्नुहोला। तपाईँले सेम प्रोसेसबाट उबर अकाउन्ट बनाउन सक्नुहुनेछ। अकाउन्ट बनाउनको लागि तपाईँ एन्ड्रोइड युजर हुनुहुन्छ भने प्ले स्टोर वा आइफोन युजर हुनुहुन्छ भने एप स्टोरलाई खोल्नुहोला। त्यसपछि यहाँ सर्चमा तपाईँले उबर भनेर लेख्नुहोला। त्यसपछि यहाँ सर्चमा ट्याप गर्नुहोला यहाँनिर। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ उबर भनेको छ, रिक्वेस्ट अ राइड भनेको छ। यसमा जस्ट तपाईँले ट्याप गरेर डाउनलोड गर्नुहोला। मैले अलरेडी यहाँ डाउनलोड गरेको छु, देख्न सक्नुहुनेछ। मैले जस्ट यहाँ ओपनमा क्लिक गरेँ यहाँनिर। त्यसपछि यहाँ तपाईँले आफ्नो मोबाइल नम्बर राख्न पर्ने हुन्छ यहाँनिर। यहाँ देख्न सक्नुहुनेछ गेट स्टार्टेड विथ उबर भनेको छ। यहाँ आफ्नो फोन नम्बर राख्नुहोला, मोबाइल नम्बर। ओके, मोबाइल नम्बर राखेपछि तपाईँले यहाँ कन्टिन्यू भन्ने छ, यसमा टच गर्नुहोला। त्यसपछि तपाईँको एसएमएसमा एउटा 4 डिजिटको कोड आउनेछ, त्यो कोडलाई यहाँ बक्सभित्र राख्नुहोला। त्यसपछि तपाईँले आफ्नो यहाँ इमेल आइडी राख्नुहोला। इमेल आइडी राखिसकेपछि तपाईँले यहाँ तल नेक्स्ट भन्ने अप्सन छ, यसमा टच गर्नुहोला। ओके, त्यसपछि वाट इज योर नेम भनेको छ। तपाईँले आफ्नो फर्स्ट नेम, माथि इन्टर फर्स्ट नेम अनि तल इन्टर लास्ट नेम भनेको छ। आफ्नो नाम र अनि थर राख्नुहोला यहाँनिर। त्यसपछि तपाईँले अगेन यहाँ नेक्स्ट भनेको छ, नेक्स्टमा क्लिक गर्नुहोला। त्यसपछि यहाँ तल आई अग्री भनेको छ, यसमा राइट टिक गर्नुहोला, टिक मार्क गर्नुहोला। त्यसपछि नेक्स्टमा क्लिक गर्नुहोला। त्यसपछि यहाँ सेलेक्ट योर पेमेन्ट मेथड भनेको छ। तपाईँले यहाँ क्रेडिट कार्डबाट पनि पेमेन्ट गर्न सक्नुहुनेछ। पेपल वा क्यासको पनि अप्सन देखाउनेछ यहाँनिर। तपाईँले यहाँबाट सेलेक्ट गर्नुहोला। सेलेक्ट गरेर नेक्स्ट गर्नुभयो भने तपाईँको त्यसपछि वेलकम टु उबर भनेर यसरी तपाईँको अकाउन्ट रेडी हुनेछ। त्यसपछि तपाईँले वेयर टु भनेको छ, यसमा वेयर टुमा क्लिक गरेर तपाईँले कहाँ जान खोज्नु भएको छ त्यो लोकेसन यहाँ राख्नुहोला। त्यसपछि तपाईँले यसरी उबर बुक गर्न सक्नुहुनेछ। सो थ्याङ्क यू।